सानो सुई है थोरै दुख्छ नचल्नु है दुख्छ यो थोरै यो ल सिद्धियो ल यो हो दुख्यो एउटामा दुखाउने काम सिद्धियो है अब अर्कोमा ल सानो सुई अलिकति दुख्छ ल भयो सिद्धियो यसमा पनि सिद्धियो है अहिले चाहिँ प्लाज्मा दिइरहेको छु है दुखेछ त अहिले लाटो जस्तो भयो भारी त्यो नदुख्ने औषधिले अहिले दुखेको छैन नि हो एउटामा सिद्धिसक्यो है होइन त्यस्तो त होइन अब तपाईँलाई ठिक भयो भने तपाईँलाई राम्रो हुनुभयो है यसमा पनि दिइरहेको छु नि है ल यसले काम कहाँबाट आउनुभएको अरे हजुरहरू चाबेलबाट आउनुभएको है ल उहाँको चाहिँ दुवै घुँडा खिएर आउनुभएको थियो र एक्सरे पनि गरेर ल्याएको छ होइन अलमोस्ट ग्रेड 3 ओस्टियोआर्थराइटिस नि र आज चाहिँ हामीले चाहिँ पिआरपी उहाँको आफ्नै शरीरको रगत तानेर प्लाज्मा थेरापीबाट उपचार गरेका छौँ हेरौँ अब 3 हप्तामा कस्तो हुन्छ है हामी चाहिँ सुरुमा 3टा डोज दिने भन्छ र 3टा डोज दिने भन्दैमा सबैलाई 3टा डोज चाहिन्छ भन्ने छैन र कति ठाउँमा त फेरि 3टा लगाउने भनेर हप्तामा बोलाएर पनि लगाइदिन्छ 3 हप्तामा उहाँलाई धेरै सजिलो भयो भने अहिले तुरुन्त लगाउनु पर्दैन जहिले दुख्छ त्यो बेला आएर लगाउने अथवा वर्षमा लगाउनु भन्छु र यो चाहिँ बिरामीको आफ्नै शरीरको रगत भएकोले चाहिँ यसको चाहिँ बेफाइदाहरू छैन भन्छ यसले काम गर्यो भने चाहिँ दुखाइलाई पनि कम गर्ने र हड्डी खिइलाई पनि कम गर्छ भन्छ है ल हस् थ्याङ्क यू